हामी चाहिँ अहिले कहाँ यो ठुलो ढुङ्गा भन्ने ठाउँमा आइपुग्यो। अब ठुलो ढुङ्गा हेरौँ है त है। ठुलो ढुङ्गा हेरेर रोक्सेमतिर लाग्ने हो आज। बुढाबुढीको के हो बुढाबुढीको टुर है त। जे भए पनि फर्स्ट टाइम घरबाट बाहिर निक्लिँदैछ भन्नु। जे ठुलो ढुङ्गा हेर्नु है त कत्रो रहेछ। ठुलो ढुङ्गा चाहिँ यत्रो रहेछ। ठुलो ढुङ्गा चाहिँ ठुलै छ। ल हामी चाहिँ अब ठुलो ढुङ्गा भन्ने ठाउँबाट ठुलो उकालो गएर रोक्सेम जाने हो। घुम्दै घुम्दै आज है त। हजुर। ल हामी तिनजना चाहिँ अब चिप्लेटार बजार आइपुग्नु लाग्यो है। झन् स्लिम देखिरहेछ हो र। यता अर्को डाइटिङ गरेर झन् स्लिम भइसक्यो। चिप्लेटार भनेको चाहिँ कहाँ भन्नुहुन्छ भने कात्तिके खोटाङको कात्तिके भन्ने ठाउँको माथि टपमा त्यसलाई चाहिँ सिरानमा चिप्लेटार डाँडा हुन्छ। आइपुग्नु लाग्यो। यता चाहिँ यो गाउँ कहाँ हो यतातिरको हुनुहुन्छ भने चिन्नु होला। मलाई लाग्छ यो चाहिँ चिप्रिङहरू होला। चिप्रिङ अनि त्यसपछि त्यो धालाचुङ अनि त्यसपछि माथि चितापोखरी होला सायद धुमिएर। अब हामी एकछिन डाँडामा बसेर सुन्तला बदाम खान्छौँ। बदाम सुन्तला हामी चाहिँ अब बदाम सुन्तला खाने है त। के खाने सुन्तला देखाइदिन्छु सुन्तला। अरू पनि देखाइदिउँ। हजुर बदाम देखेर आँट्यो भने टेन्सन फेरि है त। यो फेरि हाम्रै आफ्नै बारीको भन्दा नि हुन्छ होइन। हामी यो कात्तिके पुच्छारको सुन्तला खाँदैछौँ। कात्तिके त सिरानमा बसेर है। रिटिङ रिटिङ नबजाऊ बिनायो बिनायोले। ल है त खाइदिउँ है त। खाइ ल। बुढो खक्ख गर क्या। खाए ल। ल अहिले पछि भेटौँ है त खाइसकेपछि। बाई। बदाम सुन्तला खाएर चाहिँ लाग्यो नेक्स्ट डेस्टिनेसनतिर हाम्रो गन्तव्यतिर। रमाइलो छ ठाउँ चाहिँ। हावाहरू हावा पानी आइज केटा आइज। त चाहिँ यता रमाउनु छ है। ब्युटिफुल। यता हेर्नुहोस् त अहिले चाहिँ हामी रोक्सेम आइपुग्न लागेको अवस्था। डाँडामा चिसो हावा छ शीतल है। यता हेर्दाखेरि यो सावाहरू नागीहरू यता तलतिर एयरपोर्ट खोटाङ केटो छ। अब चाहिँ हामी रोक्सेमको नजिक लगभग यता फेरि कुहिरो लागेर यस्तो छ पानी पर्ला जस्तो। त्यहाँ माथि सानो हरेसी पनि छ
खानु भनेपछि हामी पहिले गएको है कति राम्रो हो न को राम्रो दुईजनामा आज त बुढी एकदम झिलिली म त काले चाउरी परिसक्यो है जाम ल जाम बाई बाई याक्छ नि बिचरा हेर्दैछ उता गर्दैछ ल अब चाहिँ हामी रोक्सेम घुमिसकेर कुलो भन्ज्याङ हुँदै एयरपोर्ट भएर कात्तिके घर जान्छौँ है त रोक्सेमको यति नै अब रोक्सेम बजारतिर एकछिन गएर केही खान्छौँ त्यसपछि हामी झर्छौँ जान्छौँ है त बाई 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 हेलो सङ्खेश्वर होइन सङ्खेश्वर शिवालय मन्दिरमा आइपुग्यौँ कुलो भन्ज्याङमा यो चाहिँ हाम्रो स्पेसल मन्दिर हो मन्दिर हो किनभने यसमा हाम्रो रहस्यमय कुरा छ त्यो पछि भनौँला है मङ्सिरे पुर्णेमा मेला लाग्छ यहाँ चाहिँ बाँकी छ कि लागिसक्यो लागिसक्यो अस्ति नै अब हामी आउनु पाइएन नपाए पनि यस्तो शिलालेख छ धेरैजनाको नामहरू हुनसक्छ यता पनि र यता यो पार्टीहरू छ अनि यो मन्दिर भयो यो नन्दी ओम नमः शिवाय हनुमान अनि यहाँनिर दियो बाल्ने यहाँ पनि अर्को शिलालेख छ गणेश हुनुहुन्छ अनि यहाँनिर चाहिँ हाम्रो शुभदिल सन्त शुभदिल हुनुहुन्छ है उहाँ चाहिँ देख्छ यस्तो बाजेहरूको पनि नाम छ है के हो छ दिलबहादुर राई र कल्पना राई हो हामी चाहिँ रोक्सेमदेखि ठुलो भन्ज्याङ आइपुग्यो घुम्दै घुम्दै सङ्खेश्वर शिवालय मन्दिरमा हामी एक दुई फन्का लाएर 3 फन्का लाएर हामी एयरपोर्ट लाग्छौँ एयरपोर्टदेखि हाम्रो गन्तव्य भनेको घर जाने हो बाई बाई सङ्खेश्वर महादेव अहिले चाहिँ हामी कहाँ आइपुग्यो हामी एयरपोर्टमा एयरपोर्टनिर यहाँ साकेला नाच्ने ठाउँमा आइपुग्यो हामी यहाँनिर चाहिँ यो थाम है साकेला सिलु भन्ने यो चाहिँ थाम हो यो झ्याम्टा हो चिन्डो यो चिन्डो हो अनि उतापट्टिको ढोल यो ढोल हो त्यो माथि चिन्डो चिल्ली राख्ने गाडी ठाउँ अन्तिममा होइन छुट्टीमा गर्ने छुट्टीमा पूजा गर्ने यताउति सिल्ली उठाउने सिल्ली गर्ने ठाउँ हो अनि अब यहाँदेखि चाहिँ एयरपोर्ट हाम्रो उतापट्टि देखिन्छ थामखर्क एयरपोर्ट चाहिँ यस्तो छ ल हेर्नुहोस् है त यहाँ चाहिँ कहिले जेठ 28 र मङ्सिर 28मा लाग्छ साकेला यो ग्राउन्डमा यहाँबाट यस्तो गरेपछि यहाँनिर चाहिँ एयरपोर्ट छ यो चाहिँ एयरपोर्ट हो थामखर्क खोटेहाङ गाउँपालिकाको थामखर्क एयरपोर्ट चाहिँ यस्तो ओके बाई सी यू सुन सी यू नेक्स्ट ब्लग